हाई एभ्रिवान, सम्पूर्णमा नमस्कार। मैले आज त्यसो स्पेसल केही पनि थिएन, मैले त्यत्तिकै भिडियो बनाउन त भन्ने हिसाबले चाहिँ एउटा भिडियो सुट गरिदिन्छ हैन। हेरौँ यो भिडियो पोस्ट गर्दाखेरि के हुँदो रहेछ हैन। सुरुवात त हो नि, त्यही भएर पनि जस्तो सुकै भए पनि भिडियो बनाएर पोस्ट गरिदिउँ न त भन्ने हो। अनि सिक्दैछु म आजभोलि कि कसरी बनाउने, के बनाउने, कुन टाइपको भिडियो बनाउने भन्ने कुराहरू सिक्दैछौँ, बुझ्दैछौँ। अनि साथीहरू तपाईँहरूलाई के लाग्छ ल भन्नु होला है, कुन टाइपको भिडियोहरू बनाउँदा एकदमै उपयुक्त होला या हैन। मैले सर्ट भिडियोहरू, रिल भिडियोहरू नेपालको समसामयिक विषयदेखि लिएर राजनीतिक विषयहरू हैन, यस्ता यस्ता कुराहरूलाई अलिअलि बनाउने गरेको छु। र राजनीति भन्ने कुराहरू अब एकदमै सबैले कसैले पनि बुझेको हुन्न, मैले पनि सिकिरहेको छु केही कुराहरू। अनि त्यही भएको हुनाले साथीहरू ल तपाईँहरू पनि मलाई भन्नुहोला कि मैले के टाइपको भिडियोहरू बनाउँदा एकदमै उपयुक्त हुन्छ हैन, कुन टाइपको भिडियोहरू बनाउन एकदमै इम्पोर्टेन्ट छ जस्तो लाग्छ हैन, या कसैको समर्थन गरेर बनाउँदा उपयुक्त हुन्छ, या कुन टाइपको भिडियोहरू ल्याउँदा एकदमै सही हुन्छ जस्तो लाग्छ मलाई भन्नुहोला र जानकारी दिनुहोला है। थ्याङ्क यू।